बस्ने ठाउँ अलेनमा जानु लागेको अब म फर्केको अलेनमा दुबईबाट मेरो साथी चाहिँ अब यतिबाट मलाई पुर्याएर ड्युटी जान्छ अनि मेरो ब्याग यति धेरै मलाई साथीले गिफ्ट पठाइदिएको गिफ्ट पठाइदिएको छ होइन अनि त्यस्तो चाहिँ अब चाहिँ हामी यहाँबाट जाने हो यहाँबाट चाहिँ 2:10 भइसकेको छ फाइनली म चाहिँ ब्याक टु माई रुम अनि गएर फेरि काम फेरि रुम काम हुन्छ अब हेरौँ अब फेरि कहिले यस्तै ताले घुम्ने मौका पाउँछ प्लान बनाउनुपर्छ फेरि अब यहाँबाट चाहिँ हामी ठ्याक्कै बस चढेर फेरि ट्रेनको लागि चढेर फेरि अर्को ट्रेन चढेर अनि लाग्छ होला बेलुकाको 6 बजीतिर पुग्छु होला सायद म अलेनमा यहाँदेखि म बसेर ठाउँमा त्यही भएर अब चाहिँ कति धेरै गरम भएछ पछाडि पनि कति धेरै ब्याग छ नि त मेरो साथीले मलाई गिफ्ट पठाइदिएको छ हामी चाहिँ अब के भन्छ बस ढिलो आउने भयो भनेर अलरेडी ढिलो भइसकेको छ त्यही भएर हामीले चाहिँ ट्याक्सी बुक गरेर ट्याक्सी लिएर हिँडेको फेरि किनभने मेरो साथीको काममा फेरि जानुपर्ने छ नि त अनि फेरि मलाई पुऱ्याएर फर्किँदाखेरि ढिलो हुन्छ भनेर त्यही भएर ट्याक्सी हामी लिएर हिँडेको मेरो साथी एकदम धेरै चिन्तामा छ टाइममा नपुग्न भनेर तर हामी अलिक ढिलो उठ्यौँ क्या त्यही भएर जहिले ढिलो उठ्ने अनि यस्तै हुन्छ जहिले 12 बजीको अलार्म राखेर अनि फेरि 1 बजीको अलार्म राखेर फेरि सुत्यौँ क्या हामी त्यही भएर हल्का ढिलो भयो अब रेडी सेडी हुँदा यताउता गर्दाखेरि टाइम लागिहाल्छ नि त त्यही भएर यस्तै हो गाइस अब के गर्ने आई होप हामी छिटो पुगोस् होइन अनि ऊ टाइममा म त बिस्तारै पुग्दा भइहाल्छ मेरो त के हतार छैन अब साथी चाहिँ अब टाइममा त्यहाँ काममा पुगोस् भन्ने मेरो चाहना हो ओके त्यही हो गाइस अब कतिखेर पुग्छ यहाँदेखि अब कति मिनट लाग्छ 5 मिनट होइन 5 मिनट लाग्छ अरे होइन यहाँको चाहिँ ट्याक्सीहरूमा चाहिँ उतातिर अलेनमा चाहिँ 12 दिनबाट स्टार्ट हुन्थ्यो यहाँ चाहिँ ए होइन उहाँ पनि 5 दिनमै हो ए 5 दिनमै हो त उहाँ पनि तर जहाँ पुग्यो पनि 12 दिन दिनुपर्छ यहाँ चाहिँ कति रे 15 5 दिन मतलब अब हामी जस्तै नजिकै गयौँ भने पनि 12 दिनमै हामी मेट्रो स्टेसनमा आइसकेको छौँ यहाँबाट मेट्रो चढेर फेरि कति टाइम लाग्ने फेरि यो मेट्रो चढ्ने ठाउँ पनि यति लामो छ कि त्यो भित्रबाट गएपछि यति हिँड्नुपर्छ यति हिँड्नु छ अनि त्यसपछि बल्ल मेट्रो स्टेसन पाउँछ कि मेरो साथी त अगाडि हिँड्दै छिन् काजल त्यो तिम्रो मेटाइदेऊ न हावाले ए के भन्छ बाँधेको केस फुकाइदेऊ न हावाले उडाएको मनपर्छ यस्तो ढिलो भएको नै झन् साथी यस्तो लामो सिडीमा भर्खर ट्रेनबाट झरेको अब आयो मम्मी खुट्टा दुख्यो भनेको अझै त्यो लामो बाँकी छ यहाँबाट मरे यहाँबाट के भन्छ साथीको फेरि फर्किनु पर्छ क्या त्यही भएर छिटो गर्ने भने लास्टै खुट्टा दुख्यो यहाँनिर त साथी बाई बाई औसी मलाई यहाँ छोडेर जानु लागेको छ म यहाँबाट यस्तो जाने यहाँबाट यस्तो जाने यता कता यता पुरै यता जाने हो कि त्यहाँनिर सिडी छ यस्तै लिफ्ट छ क्या त्यो लिफ्टमा जाने यहाँ क्रस गरेर यता जाने उता मान्छेहरू गएर चाहिँ ल ल ट्रान्सफर जाऊ ल ल पुगेर मेसेज गर्छु बाई बाई हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल चाहिँ नभन्नु होला किनभने गुड इभिनिङ म चाहिँ दुबईबाट ब्याक टु वर्क काम गर्न आइसकेको छु अलेनमा अनि काम गएर ओपेनर थियो नि त ओपेनर गएर आइसकेर अनि अहिले चाहिँ दिदी बाहिर बस्नुहुन्छ नि त कस्तो झ्याउ लागिरहेछ क्या अहिले दिदीको हस्बेन्ड आउनुभयो क्या नेपालबाट अनि त्यही भएर दिदी र के भन्छ अब दाइ उता बाहिर बस्नुहुन्छ अनि त्यही भएर मलाई बोलाउनु भएको थियो कस्तो रुम जाने कस्तो मन नलाग्ने अब कति महिना सँगै बस्यो नि त दिदीसँग अनि यताउता रुम जाने मन नलाग्ने भइसक्यो मलाई त केही गर्नै मन नलागिरहेछ कि
कहिले कहिले त्यस्तै हुँदो रहेछ लाइफमा। अनि त्यहाँबाट दुबईबाट हिजो बेलुका 6 बजीतिर आएको थिएँ। 3:40तिर म के भन्छ गाडीमा चढेको थिएँ उताबाट। अनि 6 बजे यहाँ आइपुगेँ। 6 बजे यहाँ आएर त्यसपछि कस्तो ज्यानहरू थाकेको थियो। अनि सुतेर आज 9:35को मेरो बस पिकअप थियो, त्यही भएर म सुतिहालेँ। अनि त्यही भएर अहिले चाहिँ अब म फेरि भिडियो स्टार्ट गरेको, किनभने राम्रोसँग इन गर्न पाएको थिएन नि त, मैले भन्नु पाइरहेको थिएन। त्यही भएर अहिले चाहिँ यसो उता दिदीकोमा जानु लाग्दैछु कि। अनि त्यही भएर यहाँनिर पराठा लिएर आउनु भन्नुभएको थियो। पराठा लिएर जाँदैछु। दिदीको क्लोजर सिफ्ट छ, मेरो पनि अब दुई दिन बाइस ओपेनर, त्यसपछि क्लोजर सिफ्ट नै छु। दिदीसँग कति भयो नभेटेको, 2-3 हप्ता भइसक्यो होला। अनि रुममा पनि अब प्रायः हुँदैन नि त, दिदीसँग भेट्दिनँ। अनि मलाई कस्तो लाग्छ कि अझ त्यो सम्झिँदैखेरि मलाई चाहिँ कस्तो फिल हुन्छ भने दिदी पनि छैन, त के गर्ने, कस्तो त्यो मन यस्तो खल्लो भएर आएको छ कि खै किन त्यस्तो भइरहेको छ तर थाहा छैन होइन। तर म त्यस्तो त थिइनँ, तर खै यो दिदी गएपछि चाहिँ मलाई कस्तो नरमाइलो लागिरहेछ क्या, धेरै नै नरमाइलो लागिरहेछ। त्यही भएर मलाई रुममा बस्नै मन लागिरहेको छैन, रुममा जानै मन लागेको छैन। अब कति दिनपछि अब फेरि ब्याक टु नर्मल हुन्छु फेरि। एक त म अब दुबई गएर आएको नि त उता बाहिर साथीकोमा, अब साथीहरूसँग बसिरहेको थिएँ। यहाँनिर दिदीसँग थिएँ, दिदी पनि गइहाल्नुभयो मलाई छोडेर। त्यही भएर म त अब एक्लै हुन्छु। यस्तो धेरै नरमाइलो मनमा फिल भइरहेछ कि मनमा चाहिँ अब एक्लै त बस्नु परिहाल्छ जसो भए पनि। त्यही पनि के भन्दा पनि यस्तो दिदीलाई भन्नलाई त्यो सजिलो हुन्थ्यो नि त, त्यस्तो भन्ने मान्छे पनि हुँदैन। अब दिदीको कुन चाहिँ हुन्छ, अब यहाँनिर प्रायः मान्छे भेट्दै गाह्रो हुन्छ नि त, डिफ्रेन्ट सिफ्ट हुन्छ। लाइफ भनेको यस्तै रहेछ क्या, अनएक्सपेक्टेड, त्यो अचानक भइदिने क्या सबै कुराहरू। कतिखेर के भइदिने, तर आफू चाहिँ प्रिपेयर भएर स्ट्रङ भएर चाहिँ आउनु पर्दो रहेछ। म स्ट्रङै छु, तर मलाई मनमा चाहिँ कस्तो नरमाइलो फिल चाहिँ भइरहेछ क्या। त्यही गाइस अब म यहाँनिर आइपुग्न लागि दिदीको रुममा पनि भर्खर रोड क्रस गरेँ। अब यहाँ नजिकै छ, तर के भन्छ लाइफमा चाहिँ कोही मान्छे यस्तो कुनै मान्छे कोही मान्छे यस्तो क्लोज भइदिँदो रहेछ। अनि त्यो मान्छे जाँदाखेरि चाहिँ होइन अर्कै टाइपको फिल भइदिने के भएर पनि नभएको जस्तो, भएर पनि नपुगे जस्तो टाइपको के। अनि सबै थोक छ, सबै चिज भएर पनि केही नभएको जस्तो टाइपको यस्तो खालको फिल हुँदो रहेछ क्या। अनि किन कस्तो अति धेरै नरमाइलो फिल भइरहेछ। सँगै हुँदाखेरि कति रमाइलो गर्थ्यौँ, यति हप्ता प्लान बनाउँथ्यौँ, सँगै खान्थ्यौँ नि त, जस्तो सिप भए पनि खाना चाहिँ खान्थ्यौँ नि त, सँगै बनाएर राखिदिन्थेँ, उसले बनाएर राखिदिनुहुन्थ्यो। त्यही भएर मान्छेको लाइफमा चाहिँ कोही आएर पनि धेरै फरक पर्दो रहेछ, र जाँदाखेरि पनि धेरै फरक पर्दो रहेछ। अनि तर आफू जहिले प्रिपेयर भन्नु पर्दो रहेछ क्या। अब मान्छे सबैजना सधैँ सँगै हुन्छ भन्ने चाहिँ हुँदैन रहेछ कि। त्यही भएर आफूलाई एकदम मेन्टल फिजिकल प्रिपेयर गरेर राख्नु पर्दो रहेछ क्या। अनि गए पनि त्यस्तो धेरै असर नपर्ने गरी। लाइफमा धेरै मान्छेहरू गएको छ, आएको छ, गएको छ, तर हल्का मन चाहिँ दुख्दो रहेछ। त्यति हो गाइस। अब कति लाग्ने हो मलाई रिकभर हुनको लागि होइन, पहिला चाहिँ नर्मल हुनको लागि। अब त्यो भए पनि मन खल्लो हुन्छ नि त। अब ओके यति भन्नु थियो, त्यही भएर आएको म भिडियोमा। अहिलेको लागि चाहिँ बाई बाई, सी यू एन्ड नेक्स्ट भिडियो। म चाहिँ अब दिदीहरूसँग गएर रमाइलो गर्छु। बाई बाई, स्टे ट्युन, लभ यू।